हेलो सबैजनालाई नमस्कार। आज मेरो फर्स्ट भ्लग अपलोड गर्दैछु म मेरो युट्युबमा। कृपया तपाईहरु सबैजनाले मलाई सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। मेरो नाम जनक नेपाली, तेह्रथुम जिल्ला म्याङ्गलोर नगरपालिका वडा नम्बर 4 मा पर्दछ। लगातार 3 दिनदेखि 4 दिनको पानी परेपछि चाहिँ मौसम एकदमै बिग्रेको छ। अगाडि पछाडि सबैतिर अँध्यारो देखिराख्नु भएको छ होला तपाईहरुले। र यो हाम्रो गाउँ हो अनि तेह्रथुम। अनि यो आजको भिडियोमा चाहिँ त्यति राम्रो देखिएको छैन, तर अब नेक्स्ट चोटि चाहिँ म तपाईहरुलाई एकदमै राम्रो भिडियो बनाएर हाल्नेछु। किनभने मौसम खुलिसके पछाडि बेता देख्दै गर्नुभएको मेरो घर, मेरो फ्यामिली, यतापट्टि अर्को घर पनि छ। र तपाईहरु सबैजनालाई अनुरोध, मेरो च्यानललाई प्लिज सब्स्क्राइब गरिदिनुहोस्, लाइक कमेन्ट गरिदिनुहोस्। म एकदमै राम्रो डेली भ्लग्सहरु अबको दिनमा प्रत्येक दिन तपाईहरुलाई दिनेछु है त। मौसम एकदमै बिग्रेको कारणले गर्दा आज यो कार्तिकमा पनि रेनकोट लाउने अवस्था छ है। गाउँघरमा एकदमै दुःखको कुरा, सबै कोदो लडेको छ। हेर्नु त यो कोदो सबै लडेर बर्बाद। पानी 3 दिन पानी परिसकेपछि बर्बाद। र यहाँबाट चाहिँ लगभग 3 किलोमिटर माथि अब मेरो पसल छ। म चाहिँ एउटा टेलर व्यवसायी हो अनि पसल जाँदैछु म बाइकमा। एउटा थुत्रै बाइक छ, त्यसमै अब लाग्दिने हो बाइकमा सिधीतर्फ। यहाँ अगाडि चाहिँ यसो हाम्रो चौतारो छ, एउटा पार्टी पनि छ। यस्तो खालको कच्ची रोड छ होइन। र सबै अब पानी परेको कारणले अरू बेला त सुक्खा हुन्थ्यो, सजिलो थियो। अहिले चाहिँ हिलो छ क्या आज चाहिँ। अब यो बाटोमा बाइकहरू चिप्लिने डर धेरै हुन्छ होइन, बिस्तारो जाने हो। बाइक चाहिँ यस्तै छ है मेरो। ल हल्का थोत्रै भयो भने कुद्नु चाहिँ डरै कुद्छ। अब चट्ट जाने हो यसमा। हाम्रो कान्छो दाइ पनि आउँदैछ नि त। ओइ कान्छा, ल आइज न, छिटो जाउँ। सुसप भाउजू पनि हुनुहुन्छ त्यहाँ। अनि हाम्रो सानो भाइ छ एउटा, यो चाहिँ मेरो मामा घर हो होइन। आउँदैछ अब यसलाई चाहिँ लिएर जानुपर्ने, मेरो मामाको छोरो क्या, आउँदैछ। पसल पनि आइपुगेँ म। अब मेरो पसल चाहिँ अर्थ यस्तो छ है। सामान्य दोकान हो, मेरो काम गर्ने ठाउँ यहाँ। यतापट्टि टेबल सेबल। अब काम सुरु गर्छु। यसो कोटसोट पनि हल्का बनाउँछु म। यस्तो छ। ल आजलाई चाहिँ यति नै हो भिडियो। प्लिज लाइक कमेन्ट शेयर सब्स्क्राइब। ओके।